गाइजहरु आज हामी भद्रकाली मन्दिरको माथि जाँदैछौँ। सबै कुरा हजुरलाई हामी सबै जानकारी गराउँछौँ। भद्रकाली मन्दिर यो पोखराको एकदम प्रसिद्ध ठाउँ हो। यहाँ अब हामी सबै सपरिवार जाँदैछौँ। अब तपाईलाई हामी बिस्तारै देखाउँदै जाँदैछौँ। यो मेरो बाबु है, अब हामी बाबु नि जाउँदै, अनि मेरो नानी, अनि यो मेरो बुढी, हामी सबैजना परिवार सहित अब भद्रकाली मन्दिर दर्शनको लागि पनि जाँदैछौँ माथि। सबै कुरा हजुरलाई देखाउँछौँ है। गाइजहरु हामी यो भद्रकालीको उकालो उक्लिँदैछौँ है। अब यत्रो सिडी जानुपर्छ माथि, उकालो छ है, बिस्तारै उक्लिनुपर्छ। सबै यो उकालो उक्लिँदैछौँ माथि। माथि मन्दिर पुग्नलाई अझै 5 मिनट लाग्छ। 5 मिनट हैन 10 मिनट। 5 मिनट छोरी हाल्यो भन्ने। अब हामी ठ्याक्कै भद्रकाली मन्दिर उक्लिन थाल्यो। तलबाट ठ्याक्कै बिचमा आइयो। हामी एक स्टेप पार गरी अब बिस्तारै माथि गइन्छ है। तपाईहरु बिस्तारै सबै कुरा देखाउँछौँ हामी। के छ रे बाबु? अनि यो स्टेप पार गरेपछि मन्दिर आउँछ। मन्दिर आउँछ। ल अक्सिजन यो बुटोहरुले रुखहरुले अक्सिजन दिन्छ। अनि हामीलाई धेरै अक्सिजन मिल्ने भयो। अनि हामीले हावा दिन्छ। अरु भद्रकाली मन्दिर। यो मन्दिर थियो उक्लिने ठाउँमा यो ठ्याक्क स्टेट छ। यो माथि ठाडो छ, बिस्तारै उक्लिनुपर्छ है गाइजहरु। अब हामी त्यही माथि मन्दिर थियो पुगिहाल्छौँ अनि भन्छौँ है। यी त लामा घुमा हिँड्ने कहाँ एकछिन के छ बाबु? पर्टिफिकेट भद्रकाली मन्दिरतिर जाँदै हो? भद्रकाली मन्दिरतिर जाँदै हो हामी। मन्दिर कस्तो लाग्छ तिमीलाई? मन्दिर राम्रो लाग्छ। ल समृद्ध दुगुरे नि त हो। अब हामी भनेको भद्रकालीको पछाडिपट्टिबाट, पछाडि भन्नाले पूर्वपट्टिको बाटोबाट माथि आइरहेका छौँ। यहाँ निर्माण हुँदै है, निर्माण हुँदै गाइजहरु। अब यो पुरै निर्माण हुन्छ। यहाँ पानीको धाराहरू हुन्छ, बिस्तारै यता जाने बाटो हुन्छ, त्यहाँ गेट हुन्छ, अनि यताबाट फेरि मान्छेहरू हिँड्ने बाटो हुँदैछ क्या। सबै कुरा विकास हुँदैछ। तपाईहरु नि यो मन्दिरमा आएर आफ्नो दर्शन गर्नु होला। आँटे ताकेको कुराहरू सबै पुग्छ यहाँ, आउनु होला। अनि हामी भद्रकाली मन्दिर पुगिसक्यौँ। घुम्दैछौँ अहिले त हामी। दिउँसोको समयमा आएर यहाँ बिहानमा त मान्छेहरूको भिड हुन्छ। अहिले हामी दिउँसोमा आएका छौँ क्या मन्दिरमा, दिउँसोतिर। त्यही भएर अब यस्तारै हामी जाँदैछौँ। ल अब हामी यो मेन मन्दिरतिर, भद्रकाली मन्दिरको मेन मन्दिरतिर जाँदैछौँ अब गाइजहरु। यो भद्रकालीमा छ। भद्रकाली वडा नम्बर 13 पोखरामा पर्छ। यो मेन मन्दिर हो। मेन मन्दिरमा अब यहाँबाट एकछिन जाने। मेन मन्दिर पूजापाठ हुन्छ। मेन मन्दिर हो। अब हामी बिस्तारै गणेश मन्दिरतिर जान्छ। गणेश मन्दिर चप्पल ल्याएर राख्ने सिस्टम छ। अनि माथि मन्दिरमा जाने, त्यहाँ मन्दिरमा दर्शन गर्ने गणेश मन्दिर त्यहाँ। अब बिस्तारै यहाँ पछि हाम्रो हवनकुण्ड उतापट्टि छ। यो क्याटरिङहरू भयो, उतापट्टि यो क्याटरिङ सिस्टम छ। यता क्याटरिङको सिस्टमहरू यतातिर छ, साउन्ड सिस्टमहरू सबै त्यो साइडतिर छ। र अब हामी फेरि यो भीमसेन मन्दिर देखाउँदैछौँ। भीमसेन मन्दिर यहाँ मेरो बाबुले पनि यहाँ अब गर्दै थियो। भद्रकालीको यहाँ भएको सबै कुरा म हजुरलाई एकमुष्ट देखाउँछु भिडियोमा, हेर्नु होला है। निर्माण हुँदैछ यो मन्दिर। अब यस्तो बन्दैछ नयाँ मन्दिर। त्यो अहिलेको पहिला पुरानो, धेरै पुरानो मन्दिर हो। अब यहाँ नयाँ त्यस्तो बन्दैछ। म यो भद्रकालीको हवनकुण्डको बारेमा पनि जानकारी दिन्छु। हवनकुण्ड हो यो। हवनकुण्डमा 9 दुर्गामा यहाँ हवन हुन्छ। अरू बेला नि हुन्छ, बिहाको लागि पनि, बिहाहरूको पनि यहीँ हुन्छ। सबै कुरा यहाँ हुन्छ है।
सबैजना यस भद्रकाली मन्दिरमा आएर दर्शन गरेर पुण्य कमाउनु होला। अब आज हामी यो भद्रकाली मन्दिरमा आयौँ अनि बाबुहरूको नानी सबै हामीजनाको फोटो पनि खिच्यौँ अनि यो मन्दिर पनि अवलोकन गऱ्यौँ। अब सबैजना आइदिनु होला। अब हामी यहाँबाट बिदा हुन लाग्यो, अब जान लाग्यो क्या अब हामीहरू पनि। सबैजना यस भद्रकाली मन्दिरको मेन मन्दिर यही हो र यहाँ आएर आफूले चिताएको चाहेको सबै कुरा मागेर धेरै पुण्य कमाएर जानु होला। आज मैले तपाईँहरूलाई सानो भिडियो भद्रकाली मन्दिरको बारेमा हालेको छु। सबैजनाले मलाई माया गरिदिनु होला। अब म धेरै ठाउँमा यसरी नै घुम्न जान्छु पोखराको। तपाईँहरूलाई सानो भिडियो हालेर मनोरञ्जन गराउने छु र मेरो त्यो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। मेरो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला। म नयाँ हो, केही गल्ती कमजोरी केही छन् भने तपाईँहरूले कमेन्ट गरिदिनु होला। यसरी नै म हजुरलाई भिडियोहरू सधैँ हाल्नेछु।